नमस्ते एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ सुनिल योन्जन र म चाहिँ विगत 9-10 वर्षदेखि साउथ कोरियामा बसोबास गर्दै आइरहेको छु। म चाहिँ 2016 मा चाहिँ साउथ कोरियामा पहिलो पटक आएको थिएँ इपिएस मार्फत हैन। म चाहिँ इपिएस मार्फत चाहिँ हैन कोरियन भाषाको दक्षताको जाँच दिएर पास भएर चाहिँ म चाहिँ हैन इपिएस मार्फत चाहिँ कोरियामा चाहिँ दक्षिण कोरियामा चाहिँ हैन रोजगारीको लागि चाहिँ आएको थिएँ र अहिले पनि म यहाँ चाहिँ रोजगारी नै गरिरहेको छु। र यो मैले चाहिँ 9 वर्षको अन्तरालमा हैन कोरियामा आफूले जानेको भएको हैन विभिन्न हैन अनुभवबाट समेटेर चाहिँ कोरिया सम्बन्धी हैन नयाँ आउने भाइ बहिनीहरुलाई चाहिँ केही सहयोग हुन्छ भनेर चाहिँ हैन मैले चाहिँ केही इन्फर्मेटिभ भिडियोहरु चाहिँ बनाउँदै आइरहेको छु। सो तपाईहरु चाहिँ यदि मेरो युट्युब च्यानलमा आज नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला हैन, किनभनेदेखि तपाईहरुलाई चाहिँ हैन तपाईहरु कोरियामा हुनुहुन्छ अथवा कोरियामा भर्खरै आउनु भएको छ अथवा तपाईहरु नेपालबाट चाहिँ हैन कोरिया सम्बन्धीको चाहिँ हैन विभिन्न तपाईहरुलाई चाहिँ अपडेट हैन चाहिएको छ अथवा तपाईहरुलाई चाहिँ कोरिया सम्बन्धी के बुझ्नु मन छ भनेदेखि तपाईहरुले चाहिँ मेरो भिडियोहरु पनि हेर्न सक्नुहुनेछ। र तपाईहरुले सब्स्क्राइब गर्नुभयो भने चाहिँ हैन कोरिया सम्बन्धीको नयाँ इन्फर्मेटिभ भिडियोहरु चाहिँ मैले पोस्ट गरिरहेको हुन्छु, हालिरहेको हुन्छु। तपाईहरुलाई चाहिँ एकदम धेरै काम लाग्न सक्छ। सो ढिला नगरिकन चाहिँ मेरो च्यानललाई सर्वप्रथम तपाईले सब्स्क्राइब गर्नु होला। र तपाईहरुलाई चाहिँ यदि मेरो भिडियो हैन हेल्पफुल भएको छ भनेदेखि चाहिँ कमेन्ट बक्समा कमेन्ट पनि गर्न नबिर्सिनु होला हैन, किनभनेदेखि तपाईहरुको सब्स्क्राइब तपाईहरुको चाहिँ कमेन्टले पनि मलाई चाहिँ हैन नयाँ भिडियोहरु बनाउनलाई चाहिँ थप ऊर्जा चाहिँ हैन प्राप्त हुने गर्दछ। सो सर्वप्रथम चाहिँ तपाईहरु सब्स्क्राइब गर्नु होला, त्यसपछि तपाईहरु चाहिँ कमेन्ट पनि गर्नु होला है त। सो आज पनि म तपाईहरुमा एउटा नयाँ इन्फर्मेटिभ भिडियो लिएर आइसकेको छु। सो तपाईहरुले भिडियो टाइटलहरु थाहा पाइसक्नुभयो होला आज चाहिँ म केको विषयमा कुरा गर्न गइरहेको छु भनेर। सो आज चाहिँ म तपाईहरुलाई हामीले कोरियामा डिफरेन्ट भिजा आउनु भएको हाम्रो स्टुडेन्ट भिजाको F3 भिजा बाहेकले चाहिँ हैन लिगल रूपमा काम गर्नका लागि चाहिँ हैन के डकुमेन्टहरु तयार गर्नुपर्ने हुन्छ र हामीले चाहिँ के डकुमेन्टहरु तयारी गरेर चाहिँ हामीले चाहिँ इमिग्रेसनमा गएर चाहिँ हैन हामीले वर्क परमिट हैन लिन चाहिँ सक्छौं त हैन। यसको विषयमा तपाईहरुलाई जानकारी दिन गइरहेको छु। सो अब चाहिँ भिडियोलाई लामो नबनाइकन म स्टार्ट गर्न चाहे। वेल साउथ कोरियामा चाहिँ आज भोलि चाहिँ लिगल रूपमा चाहिँ हाम्रो डिफरेन्ट भिजा आउनु भएको स्टुडेन्ट भिजाको हैन F3 भिजा बाहेकले चाहिँ हैन लिगल रूपमा काम गर्न मिल्ने भएको छ। सो यही तपाईहरु पनि आफ्नो हस्बन्ड अथवा वाइफलाई लिएर चाहिँ हैन स्टुडेन्ट भिजाको डिपेन्डमा चाहिँ तपाईहरु लिएर आउनु भएको छ कोरियामा, अथवा तपाईहरु चाहिँ नेपालबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ तपाईहरु चाहिँ स्टुडेन्ट भिजाको डिपेन्ड भिजामा आउन खोजिराख्नु भएको छ भनेदेखि तपाईहरुले चाहिँ हैन कोरियन भाषा चाहिँ पढ्नै पर्छ र तपाईले कोरियन भाषा पढाएर चाहिँ तपाईको चाहिँ 2 लेभलको सर्टिफिकेट हैन अथवा तपाईको टपिकको होस् अथवा तपाईको चाहिँ केआइपी हैन किपको हैन साउथङका प्रोग्रामको चाहिँ सर्टिफिकेट तपाईलाई चाहिन्छ। यो चाहिँ अनिवार्य रूपमा चाहिने डकुमेन्ट भइहाल्यो हैन। सो यही तपाईहरु चाहिँ कोरियामा आउनु भयो हैन डिपेन्ड भिजामा र तपाईले चाहिँ तपाईसँग चाहिँ कोरियन भाषा सर्टिफिकेट छ हैन टपिकको 2 लेभलको अथवा तपाईको चाहिँ हैन साउथङका प्रोग्राम किपको तपाईको चाहिँ 2 लेभलको सर्टिफिकेट तपाईसँग छ भनेदेखि तपाईहरुसँग सर्टिफिकेट पनि छ र तपाईले चाहिँ अब काम गर्न मिल्ने एरियाहरु कुन हो त हैन यो तपाईलाई थाहा छैन भनेदेखि चाहिँ यो सम्बन्धी भिडियो बनाएर मैले पहिले पनि राखेको छु हैन स्टुडेन्ट भिजाको चाहिँ डिपेन्ड भिजाको अनुभव बितिर चाहिँ कुन एरियामा काम गर्न मिल्छ भनेर हैन त्यो एरियामा तपाईले चाहिँ कम्पनी पनि भेट्नु भयो र तपाईले चाहिँ अब कम्पनीसँग कुरा गरेर कम्पनीले पनि हुन्छ काम गर्न राख्छु भनेर भन्नुभयो भनेदेखि हैन तपाईले चाहिँ अब चाहिँ डकुमेन्टहरु रेडी गरेर हैन तपाईले चाहिँ फाङबन एआई गरेर तपाईले चाहिँ इमिग्रेसन जानुपर्ने हुन्छ र इमिग्रेसन गएर तपाईले चाहिँ वर्क परमिटको लागि चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ है त। सो इमिग्रेसनमा जाने बेलामा चाहिँ हामीले चाहिँ अनिवार्य रूपमा चाहिँ फाङबन एआई गर्नुपर्ने हुन्छ र तपाईहरुलाई यदि हैन इमिग्रेसन जाने बेलामा चाहिँ फाङबन एआई कसरी गर्ने भनेर थाहा छैन भनेदेखि चाहिँ मैले मेरो अर्को भिडियो हेर्नु होला तपाईहरुले हैन त्यहाँ मैले चाहिँ फाङबन एआई चाहिँ हैन कसरी गर्ने भनेर एउटा फुल भिडियो बनाएर राखेको छु। तपाईहरु चाहिँ त्यो भिडियो पनि तपाईहरुले गरी हेर्न सक्नुहुनेछ र तपाईहरुले चाहिँ हैन इमिग्रेसनमा चाहिँ फाङबन एआई गर्न सक्नुहुनेछ है त। सो अब चाहिँ हामीले फाङबन एआई पनि गर्यौं र तपाईले कम्पनी खोजिसक्नु भयो हैन कम्पनीले पनि तपाईलाई काममा राख्छु भनेर भनिसक्नु भयो भनेदेखि अब तपाईसँग भाषाको सर्टिफिकेट पनि छ भनेदेखि तपाईले चाहिँ हैन अब चाहिँ के गर्नु पर्छ त हैन तपाईको चाहिँ एरिया अनुसारको डकुमेन्टहरु चाहिँ तपाईलाई फरक हैन रहेको छ तयार गर्नुपर्ने डकुमेन्टहरु हैन आफूले तयार गर्नुपर्ने डकुमेन्ट पनि रहेको छ भनेदेखि त्यसले तपाई चाहिँ कुन एरियामा काम गर्ने हो त हैन तपाईले चाहिँ कृषिमा हो कि पशुपालनमा हो कि हैन मत्स्य पालनमा हो कि वन फडानीमा हो कि अथवा तपाई चाहिँ घरैसी काम गर्नलाई हो कि अथवा तपाई चाहिँ बालबच्चाको हेरचाह गर्नलाई चाहिँ कुन एरियामा तपाई चाहिँ काम गर्न चाहनुहुन्छ हैन तपाई चाहिँ कुन एरियाको लागि चाहिँ एप्लाई गर्दै हुनुहुन्छ भनेदेखि त्यो अनुसारको तपाईले डकुमेन्ट तयार गर्नुपर्ने हुन्छ। सो अब चाहिँ म तपाईहरुलाई हैन एरिया अनुसारको है त कुन एरियामा चाहिँ हैन कुन डकुमेन्टहरु तपाईले चाहिँ पेश गर्नुपर्ने हुन्छ भनेर तपाईलाई म अब डिटेल रूपमा भन्न गइरहेको छु। सो फर्स्टमा कुरा गरौँ अब चाहिँ हैन आफूले तयार गर्नुपर्ने डकुमेन्ट के हो त हैन
आफूले तयार गर्नुपर्ने डकुमेन्टहरू चाहिँ सीमित रहेको छ हैन। तपाईको थोङाप सिन्सङ छ हैन, त्यो चाहिँ तपाईको चाहिँ तपाईले हाई कोरियाबाट डाउनलोड गर्न सक्नुहुन्छ भनेदेखि त्यो तपाईको चाहिँ चाहिने भनेको चाहिँ हाम्रो पासपोर्टको चाहिँ हैन सक्कली र हाम्रो चाहिँ पासपोर्टको चाहिँ फोटोकपी। त्यसैगरी हाम्रो हुइविन दुम्रुजुम हैन। त्यसैगरी तपाईको चाहिँ हाम्रो अर्को रहेको छ हाम्रो सुसुर्यो। सुसुर्यो चाहिँ हामीले चाहिँ एप्लाई गर्ने बेलामा वर्क परमिटको लागि एप्लाई गर्ने बेलामा चाहिँ हामीलाई वर्क परमिटको हैन एप्लाई गर्ने बेलामा चाहिँ हामीलाई चाहिँ तपाईको सिप इमानन है 12 मनमान चाहिँ हैन लगभग 12,000 नेपाली चाहिँ हामीलाई चाहिँ पैसा चाहिँ हामीले बुझाउनु पर्ने हुन्छ इमिग्रेसनमा। सो अब चाहिँ म तपाईहरुलाई डिटेल रूपमा हैन तपाई यदि कृषिमा काम गर्न चाहनुहुन्छ, पशुपालनमा काम गर्न चाहनुहुन्छ अथवा तपाई चाहिँ हैन तपाईको मत्स्य पालन काम गर्नुहुन्छ अथवा वनपालनमा काम गर्नुहुन्छ चाहनुहुन्छ भन्दै तपाईहरुले चाहिँ यसका लागि पेश गर्नुपर्ने डकुमेन्ट चाहिँ के हो त हैन त्यो बताउन गइरहेको छु। सो सुरु गरौँ है त। सो यदि तपाईहरु चाहिँ हैन नोङअपमा सुक्सानअपमा छाकमुल जाछे अप इमअप मा तपाईहरु चाहिँ काम गर्न चाहनुहुन्छ भनेदेखि तपाईहरुले चाहिँ यदि कृषि पशुपालन हैन तपाईको चाहिँ खेतीबाली भयो तपाईको चाहिँ मत्स्य पालन अथवा वनपालनमा काम गर्न चाहनुहुन्छ भनेदेखि तपाईहरुले चाहिँ आफूले तयार गर्नुपर्ने डकुमेन्ट सबै तयार गर्ने। त्यसपछि चाहिँ यो डकुमेन्टहरु चाहिँ 1 देखि 5 वटा रहेको छ। यो डकुमेन्ट तपाईहरुले तयार गर्नुपर्ने हुन्छ। तपाईको 1 नम्बरमा रहेको छ कोरियन भाषाको सर्टिफिकेटको हैन तपाईको चाहिँ टपिकको 2 लेभलको अथवा त्यो भन्दा माथिको सर्टिफिकेट अथवा तपाईको चाहिँ साहित्यकार प्रोग्रामको चाहिँ हैन 2 लेभल भाषा पास गरेको त्यो भन्दा माथिको सर्टिफिकेट चाहियो त तपाईलाई। 2 नम्बरमा रहेको छ छोकी छगुङ प्रोग्राम इसुजुङ भनेको छ। यो पनि हाम्रो साहित्यकार प्रोग्राम जस्तै हैन तपाईको चाहिँ इमिग्रेसनको सञ्चालन गरेको प्रोग्राम हो। अहिले यो भिडियो बनाउने बेलासम्म चाहिँ तपाईहरु चाहिँ हैन एप्लाई गर्न गइराख्नु भएको छ वर्क परमिटको लागि भन्दै तपाईहरुले चाहिँ यो डकुमेन्ट तपाईले बनाइराख्नु पर्दैन है त। अब पछि अर्को वर्ष चाहिँ अब के कसो गर्छ हैन, तर अहिलेसम्म चाहिँ यो डकुमेन्ट चाहिँ हामी पेश गर्नु पर्दैन है त। तेस्रो नम्बरमा रहेको छ हाम्रो यो चाहिँ हाम्रो लेबर कन्ट्र्याक्ट भइहाल्यो। लेबर कन्ट्र्याक्टको तपाईको चाहिँ हैन ओरिजिनल र फोटोकपी। त्यसपछि तपाईको 4 नम्बरमा रहेको छ हाम्रो साबजुङ साबन हैन हाम्रो चाहिँ कम्पनी दर्ता भएको हैन कम्पनीको चाहिँ दर्ता भएको चाहिँ हाम्रो सर्टिफिकेट हैन अथवा तपाईको चाहिँ फमिन दुङ्गी बुदङबुन अथवा तपाईको चाहिँ नोङ अबिन ख्याङयाङ छे दुङरो ख्वागिन्छ हैन। एग्रिकल्चरतिरको चाहिँ प्राय यिनीहरु हुने गर्दछ। तपाईहरु चाहिँ यो डकुमेन्ट तपाईले पेश गर्नुपर्ने हुन्छ कम्पनीको चाहिँ दर्ता गरेको हैन। त्यसैले तपाईको 5 नम्बरमा रहेको छ हाम्रो खोयङजो सिनमुन्जुङ साबन चाहिँ हाम्रो कम्पनीको साउको चाहिँ हाम्रो सिनमुन्जुङ हैन तपाईको चाहिँ कार्डको चाहिँ फोटोकपी है त। यो 5 वटा डकुमेन्ट तपाईले तयार गर्नुपर्ने हुन्छ है त। तपाईहरु चाहिँ यदि कृषि हैन पशुपालनतिर तपाईहरु चाहिँ काम गर्न चाहनुहुन्छ भनेदेखि। सो अब तपाईहरुलाई म तपाईहरु यदि खासा बुन्या हैन तपाई चाहिँ घरायसी कामहरु गर्न चाहनुहुन्छ भनेदेखि तपाईहरु चाहिँ त्यसका लागि चाहिँ के डकुमेन्ट तयार गर्नुपर्ने हुन्छ त्यो बुझौँ है त। सो यदि तपाईहरु चाहिँ खासा बुन्या घरायसी काममा हैन तपाईहरु काम गर्न चाहनुहुन्छ भनेदेखि तपाईहरुले चाहिँ आफूले तयार गर्नुपर्ने डकुमेन्ट सबै तयार गरिसकेपछि चाहिँ यो 1 नम्बरदेखि 6 नम्बरसम्मको डकुमेन्ट तपाईले तयार गर्नुपर्ने हुन्छ। 1 नम्बर रहेको छ हामी कोरियन भाषाको सर्टिफिकेट भइहाल्यो हैन 2 लेभल भन्दा माथिको सर्टिफिकेट हुनुपर्छ तपाईको टपिक होस् अथवा तपाईको चाहिँ साहित्यकार प्रोग्रामको चाहिँ हैन 2 लेभल भन्दा माथिको सर्टिफिकेट भएको हुनु पर्यो भनेदेखि तपाईको 2 नम्बरमा रहेको छ छोकी छगुङ प्रोग्राम इसुजुङ यसको विषयमा चाहिँ मैले अघि पनि कुरा गरिसकेको छु। यो चाहिँ अहिले हामीलाई आवश्यक छैन हैन, पछि माग्यो भने चाहिँ हैन यो चाहिन पनि सक्छ। र 3 नम्बरमा रहेको छ हाम्रो चाहिँ यो खासा खे इसुजुङ हैन हाम्रो चाहिँ खासा सम्बन्धी घरायसी काम सम्बन्धी हैन को तालिम लिएको सर्टिफिकेट भइहाल्यो 3 नम्बरको। 4 नम्बरको रहेको छ हाम्रो हेवे फम्जै खेङरेक जुङमेङसा यो चाहिँ हाम्रो पुलिस रिपोर्ट हो हैन। हामी चाहिँ नेपालमा पुलिस रिपोर्ट बनाएर त्यसलाई चाहिँ हामीले चाहिँ हाम्रो नेपालमा रहेको कोरियन एम्बेसीमा लगेर त्यसलाई चाहिँ हामीले छाप लगाएर ल्याउनु पर्छ कोरियामा। र त्यो कोरियामा ल्याएको हाम्रो जुन पुलिस रिपोर्ट छ त्यसलाई चाहिँ हाम्रो हैन कोरियामा चाहिँ कोरियन भाषामा पोख्ता भएको व्यक्तिले चाहिँ हैन त्यसलाई चाहिँ कोरियन भाषामा ट्रान्सलेट गरेर हैन बनाउनु पर्ने हुन्छ। त्यसलाई डकुमेन्टलाई चाहिँ पुलिस रिपोर्ट बनाउनु पर्ने हुन्छ भनेदेखि त्यो ट्रान्सलेट गरेको व्यक्तिले चाहिँ मैले चाहिँ हैन त्यो डकुमेन्ट चाहिँ ट्रान्सलेट गरिदिएको हो मैले चाहिँ बनाइदिएको हो भनेर तपाईको चाहिँ बनेको छ हगिन्छ फिल्सु हैन बनाउने व्यक्तिको पनि हैन डकुमेन्ट चाहिन्छ। हामीले चाहिँ पुलिस रिपोर्ट नेपालमा बनाएर त्यसलाई हाम्रो नेपालमा रहेको एम्बेसीमा छाप लगाएर फेरि त्यसलाई चाहिँ हामीले कोरियामा ल्याएर त्यसलाई चाहिँ ट्रान्सलेट गरेर हैन त्यसलाई चाहिँ हामीले चाहिँ ट्रान्सलेट गर्ने व्यक्तिको पनि डकुमेन्ट हामीले पेश गर्नुपर्ने हुन्छ भनेदेखि 5 मा रहेको छ हाम्रो खोयङजो सुनमुन्जुङ साबुन हैन हाम्रो चाहिँ कम्पनीको साबुको तपाईको कार्डको हैन नागरिकताको चाहिँ हाम्रो फोटोकपी। त्यसैगरी 6 नम्बरमा रहेको छ हाम्रो छेयोङ सिन्चे खम्सास यो चाहिँ हाम्रो मेडिकल रिपोर्ट हो हैन। यो चाहिँ हाम्रो चाहिँ जुन प्राइभेट हस्पिटलबाट गरेर हुँदैन हैन फमुबाट चाहिँ हाम्रो चाहिँ हैन उनीहरूले तोकिएको हैन हस्पिटलबाट मात्रै हामीले चाहिँ
यो चाहिँ हाम्रो मेडिकल रिपोर्ट चाहिँ निकाल्नु पर्ने हुन्छ र मेडिकल रिपोर्ट निकाल्ने बेलामा पनि हाम्रो चाहिँ टिबी त्यसै गरी तपाईँको चाहिँ हाम्रो मेन्टल होइन हेल्थको अवस्था त्यसै गरी तपाईँको चाहिँ हाम्रो ड्रगको चाहिँ होइन पनि अवस्थालाई चाहिँ हाम्रो चाहिँ त्यसमा चाहिँ समावेश गरेको हुनुपर्छ। सो हामीले चाहिँ मेडिकल रिपोर्ट गर्न जाने बेलामा चाहिँ टिबी मेन्टल हेल्थ र यो हाम्रो ड्रग्सको सम्बन्धीको पनि त्यसमा चाहिँ समावेश गरिदिनु होइन भनेर चाहिँ हामीले भन्यो भनेदेखि चाहिँ उहाँहरूले चाहिँ त्यसै अनुसार बनाइदिनुहुन्छ र यो चाहिँ हामीले चाहिँ आफ्नो तोकिएको होइन फर्मबाट तोकिएको आफ्नो एरियाको सम्बन्धित हस्पिटलमा गएर मात्रै हामीले चाहिँ यो मेडिकल रिपोर्ट चाहिँ बनाउनु पर्ने हुन्छ है त। सो अब चाहिँ म होइन तपाईँहरू यदि होइन तपाईँहरू चाहिँ युग्गा होइन बालबच्चाको हेरचाह गर्ने काम गर्न चाहनुहुन्छ भनेदेखि तपाईँहरूले चाहिँ के डकुमेन्टहरू तयार गरेर चाहिँ होइन इमिग्रेसनमा गएर एप्लाई गर्नुपर्ने हुन्छ र वर्क पर्मिट दिनुपर्ने हुन्छ भनेर तपाईँहरूलाई चाहिँ म जानकारी दिन गइरहेको छु। सो अब चाहिँ होइन हामी युग्गा होइन बालबच्चाको हेरचाह गर्नको लागि चाहिँ के डकुमेन्टहरू चाहिँ हामीलाई चाहिन्छ होइन त्यो सिकौँ है त। त्यसै गरी तपाईँहरू चाहिँ युग्गा होइन बालबच्चाको हेरचाह गर्ने काम गर्न चाहनुहुन्छ भनेदेखि तपाईँहरूले तयार गर्नुपर्ने डकुमेन्टहरू चाहिँ आफूले तयार गर्नुपर्ने डकुमेन्ट सबै तयार गरिसकेपछि तपाईँको चाहिँ 1 नम्बरमा रहेको चाहिँ तपाईँको चाहिँ कोरियन भाषा सर्टिफिकेट चाहिँ होइन टपिक होस् अथवा साढे प्रोग्रामको चाहिँ 4 लेभलभन्दा माथि पास गरेर सर्टिफिकेट हुनु पऱ्यो तपाईँको। त्यसै गरी तपाईँको चाहिँ 2 नम्बरको यो छुरी छगुङ प्रोग्राम चाहिँ यो अहिले आवश्यक पनि छैन होइन पछि चाहियो भने चाहिँ हामीले चाहिन पनि सक्छ पछि मागेको खण्डमा अहिले चाहिँ यो छैन होइन। त्यसै 3 नम्बरमा रहेको चाहिँ हाम्रो बालबच्चा हेर्ने होइन हेरचाह गरी सम्बन्धीको हाम्रो चाहिँ सर्टिफिकेट चाहिन्छ हामीलाई चाहिँ युग्गा ख्युयुग इसुजुङ भनेको छ होइन हाम्रो चाहिँ ट्रेनिङ गरेर सर्टिफिकेट चाहिन्छ भनेदेखि 4 नम्बरको रहेको चाहिँ हाम्रो त्यो अहिलेको भइहाल्यो पुलिस रिपोर्ट होइन। त्यसै गरी 5 नम्बरमा रहेको चाहिँ हाम्रो साउको कार्डको फोटोकपी भइहाल्यो। त्यसै गरी 6 नम्बरमा रहेको चाहिँ हाम्रो मेडिकल रिपोर्ट यो सम्बन्धीमा चाहिँ मैले अघि सबै व्याख्या गरिसकेको छु खासा बुझ्ने पनि होइन। सो हामीले चाहिँ युग्गामा काम गर्न चाहनुहुन्छ भनेदेखि तपाईँले तयार गर्नु डकुमेन्टहरू चाहिँ यिनीहरू नै हुन् होइन। सो तपाईँहरू पनि सबै डकुमेन्टहरू चाहिँ तयारी गरेर आफूले कुन एरियामा एप्लाई गर्ने हो होइन त्यो अनुसारले तपाईँले डकुमेन्ट तयार गर्नु होला र तयार गरिसकेपछि चाहिँ इमिग्रेसनमा होइन तपाईँ चाहिँ फाङमुन एग गरेर तपाईँहरू चाहिँ गएर वर्क पर्मिटको लागि चाहिँ तपाईँहरू चाहिँ एप्लाई गर्न सक्नुहुनेछ है त। सो यसरी चाहिँ हामीले F3 भिजाको होइन काम गर्नका लागि चाहिँ लिगल रूपमा काम गर्नका लागि चाहिँ हामीले विभिन्न डकुमेन्टहरू तयार गरेर चाहिँ हामीले इमिग्रेसनमा फाङमुन एग गरेर यो डकुमेन्टहरू तयार गरेर चाहिँ गएर हामीले होइन बुझाउने हो र बुझाइसकेपछि चाहिँ इमिग्रेसनले चाहिँ हाम्रो डकुमेन्टहरू चेकजात गरेर चाहिँ होइन हामीलाई चाहिँ वर्क पर्मिट दिने अथवा नदिने उहाँहरूले निर्णय गर्नुहुनेछ। सो तर त्यसको लागि चाहिँ हामीले F3 भिजाको वर्क पर्मिट लिनको लागि चाहिने डकुमेन्टहरू चाहिँ यिनै हुन् र तपाईँहरू चाहिँ यदि कुन एरियामा तपाईँहरू चाहिँ होइन काम गर्न चाहनुहुन्छ तपाईँले त्यो अनुसारको डकुमेन्टहरू तयार गर्नु होला तयार गरेर तपाईँहरूले चाहिँ लगेर चाहिँ एप्लाई गर्नु होला। अब तपाईँहरूलाई चाहिँ कुन एरियामा होइन एप्लाई गर्दाखेरि चाहिँ कुन डकुमेन्टहरू चाहिन्छ भनेर तपाईँहरूले पक्कै पनि थाहा पाइसक्नु भयो होला र तपाईँहरूलाई मेरो भिडियो आजको भिडियो चाहिँ होइन हेल्पफुल भयो भनेदेखि चाहिँ मेरो भिडियो कमेन्ट गर्न नबिर्सिनु होला भनेदेखि साथसाथै तपाईँहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भनेदेखि चाहिँ सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। सो तपाईँहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि तपाईँहरू आज म एउटा नयाँ इन्फर्मेटिभ भिडियो लिएर पछि फेरि आउने नै छु। तपाईँहरू त्यतिसम्म राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु होला। बाई बाई एभ्रिवान।